एकादशी तुलसी तिलको दाम एकादशी तुलसी तिलको दाम हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। हेलो गाइज, हामी चाहिँ यहाँ आज तुलसी विवाहको लागि चाहिँ सिमली काट्न आएको छौँ। घरबाट यहाँ माथि बाइकमा 10-15 मिनटको बाटो। यसरी दाइले चाहिँ यहाँ सिमलीको हाँगा खोटिँदै हुनुहुन्छ। मान्छे विवाह गर्दा सालको लिङ्ग भन्छन्, अब तुलसीको सगोज सिमलीको हाल्नु भन्छ। के हो दाइ यो? यो पुरानी हो, पुरानीको लहरा वस्तु लगाइ हुन्छ। मान्छेले यो दानाहरू खान मिल्छ। त्यो चाहिँ वस्तुभाउ कोठाल जाँदा घाँस दाउरा गर्दा धेरै जसो चाहिँ यो पुरानीहरू लहरा लिएर आउँछन् है, खान्छन् दाना। लहरा लिएर जान्छ, लहरा चाहिँ वस्तुभाउलाई दिन्छन् ल, खाँदा हुन्छ। कस्तो रहेछ? कुनै दोष बेच केही छैन। अब बोकेर हामी जाँदैछौँ घरमा। अब यो हामी चाहिँ बाँसको भन्न मिलेन, यो त सिमली हो। सिमलीलाई लिङ्गलाई चाहिँ अब यसलाई सानो तल थाङ्ग्रे आएर लाँदैछौँ। यो पनि थाङ्ग्रे आएरको बिप्लब भन्ने ठाउँबाट यो भन्ज्याङ हुँदै बालो फाँटेर आउँछ। हेलो गाइज, ल हामी चाहिँ लिङ्गा लिएर जाँदैछौँ यहाँ बाइकमा। हाम्रो सुदीप भाइ चाहिँ यहाँ राइडरमा छ बाइकमा। लिङ्गा लिएर गएर अब हाम्रो अगाडिबाट देख्नुहुन्छ साथीहरू पनि आइरहेको छ। त्यही भएर अब यो तुलसाको वर्ष दिनमा आउने बिहेमा अब रोकटोक छेकथुन नहुँदाखेरि चाहिँ हामीले विशेष गरी गर्थ्यौँ। र मलाई खुसी लागेको छ, यो चाहिँ पहिलो प्रहर हो सुदीप भाइसँग यसरी जाउँ भनेपछि प्रस्ताव गर्नु थियो। उसले अहिलेसम्म नआइ भने होइन। युवाहरू जति सबै विदेश वैदेशिक रोजगार, कोही सहरमा केन्द्रित सबै उठ्छन् भने, तर यो सुदीप भाइ र हामी चाहिँ अहिलेसम्म गाउँको सेरोफेरोमा डुल्दै खेल्दै आइरहेछौँ। हामी पारिवारिकमा नि एउटा नातेदारको नजिक छौँ, र अर्को त हामी ऊ बेला गौन पानी 6 र 7 खोल्चाले छुट्यायो नि। अहिले चाहिँ हामी एक आपसमा थाङ्ग्रे आएर भनेर एउटै ओडामा छौँ। कार्यरतको हिसाबले भन्दा भाइ अहिले अलिकति छिमेकी पालिकातिर गएको छ भने बिस्तारै संयोगवश आफ्नै पालिकामा आउने वातावरण मिलोस् पनि भन्न चाहन्छु। अब हामी लगभग माथि बिप्लबबाट यो मानको भन्छ बिप्लब, त्यहाँबाट सर्दा यहाँ किन भन्ज्याङको छेउछाउ सेरोफेरोमा आइसक्यौँ। अहिले उसमा चाहिँ कोही चाहिँ यहीँ बाँसको लिङ्गा छ यही हाल बाबु भन्थे। हामीले होइन सिमली सकभर सिमलीको लिङ्गा चाहिन्छ भनेर हामी त्यतिसम्म गरे। बाटो थाहा छैन यो एरियाको, तर साई छ उतैबाट आउँला। नजान्ने गाउँको बाटै नसोध्नु भन्थे। त्यो हुनाले हामीले यो नथाहा भए बाटो अहिले हिलो चिप्लामा जोखिम वहन नगर्ने कि भन्ने मेरो एउटा मनसा आयो होइन। लगभग हामी सुदीपको मामा घर आइपुग्यौँ। कान्छो मामा घर आइपुगिसक्यौँ भनेपछि साधन भाइ कहाँ पुग्यो। त्यसै गरी हामीले बिचमा अहिले देखेका त्यो लङ्गुर भेडुवाहरू काले पारी पहिरोतिर थिए, अहिले पनि कहाँ हो रहेछ भने गाई झरलाई देखाउँला। तर डङ्गुर होइन, त्यो गाई हो, त्यो डङ्गुर थियो 15-20वटा अझै थियो कि राम्रोसँग निहाल्न पाएन। हामीलाई नै झम्टा हाल्ला जसरी आयो। त्यस कारणले गर्दाखेरि सुरेश भण्डारी भाइको खेतमा बढी खाइरहेको अवस्था भएर हामीले खबर गऱ्यौँ। त्यसपछि बाटोको हिलोले गर्दाखेरि चालक भाइ अलि मायुर छ अहिले। नो प्रब्लम ओ ल हेटो यार फोन गरिदिएको थियौँ हामीले है। सत्यनाश पाएर लङ्गुरले धान खान खाइदिएला, सोर्काइदिएला पाकेन। ल हाम्रो सीमा चाहिँ ठ्याक्कै यो खोलाबाट हो गाई। अब हामी 7 नम्बर लाइन है, पुरानो फोन पानी 6 थियो, 5बाट 6 हुँदै 7मा आयौँ। चालक भाइले राम्रोसँग ओ लङ्गुर उहाँ भिरमा छ गाई, उहाँ माथि सालको रुखमा छ। अब गाई झर्ने कसरी हेर्नुहुन्छ लङ्गुर? अब लङ्गुर भन्दै मोबाइल चाहिँ खस्यो कि खल्तीमा छ छैन, अब जे भयो नि अर्को मोबाइलबाट चाहिँ हुन्छ। त्यही एउटा सेरोफेरो ऊ बेला फुलपाती बोकेर हनुमान ढोका जाने भन्थ्यो गोर्खाबाट, तर हामी चाहिँ सिमलीको लिङ्गा बोकेर वहाँ आयौँ है। सिमलीको लिङ्गा बोकेर वहाँ
आयौँ है गाइजहरू भनेको अब पिक सकेर यो अलिकति टुटफुट बजेटै त्यस्तै छ हाम्रो यो अहिले काम नै त्यसो छ बजेट त त्यतै बजेट के हो काम पनि अब यस्तै छ अब सबै नभनौँ हामीले गरेर काम होइन यो होला अब फेरि सर अलिकति आयो गाई अनि त्यसपछि हामी फेरि पिच टुटेर अगाडि बढ्दैछौँ गाडी आयो गरङ गरौँ मैले के नाम त्यसलाई घर पुर्याएर म आउने हो कि लिङ्गो चाहिँ बाङ्गै चाहिन्छ अरे यो तुलसी विवाहको लागि चाहिँ ल यहाँ चाहिँ तुलसीलाई लिङ्ग गाड्ने कार्यक्रम भइरहेछ ल हे भाउजूले अर्को तुलसी मोठ लिएर आइसक्नु भयो यहाँ घरबाट यहाँ चाहिँ तुलसी विवाहको लागि चाहिँ तोराउने काम भइरहेछ कार्यक्रम हुँदैछन् भाइले हेर्दैछ है सायान हेलो हेलो ल चाहिँ तोरण रेडी फाइनली हाम्रो माला चाहिँ रेडी भइसक्यो माला भन्दा तोरणको माला तोरणको माला तोरण भन तोरण तोरण तुलसीको चाहिँ आज विवाह छ गाइजहरू भयो भिडियो चाहिँ तुलसीको विवाह हामी गरिदिँदैछौँ गाइज ल तुलसीको त बिहे भन्दी अब तेरो चाहिँ कहिले त खोइ तुलसीको त बिहे भन्दी अब तेरो चाहिँ कहिले त खोइ दाईहरूको बिहे नगरी मेरो के गर्ने हो र पहिला दाईहरूको बिहे गर्ने भाउजू भित्राउने भएको छ एकादशीको दिन चाहिँ भात खान नआउनु भयो यहाँ रोटी पकाउँदै आज चाहिँ ठुलो एकादशीको दिन चाहिँ यहाँ मम्मीले बडीको तरकारी रोटी आज खाना खाना हुँदैन भनेर बनाएर ठिक पारिदिएको बुढालाई यसै राख्नु भएको चाहिँ मिलाएर सरला दामी छ ल गाइजहरू है अब हुँदैछ यता चाहिँ फाइनल्ली गाइज यहाँ तुलसीलाई चाहिँ छाप्रो हालिसक्यौँ हामीले यसरी तुलसी मठ सिँगार्दै यता चाहिँ गाइज ए कायदालाई सिगु ए कायदालाई सिगु फाइनली ल आजको बेहुलीलाई चाहिँ रेडी गर्दै सिँगार पटार गर्दै हुन्छ युनियालाई चाहिँ अनि सियान परेन युनियालाई चाहिँ अनि सियान परेन हुन्छ त्यहाँ अलि अडाउनु ओए देवेर हाल्ने बनाउनु घन्टा दाइले हो देवेर हैन दाइले गर्नु के भयो भन्दिनी एकादशी तुलसी तिलको दाम एकादशी तुलसी